प्रस्थानको पुस्तक 33 अध्यायको 1 देखि 6 सम्म हामी यो समयमा हेर्नेछौँ। ठिक छ है त। यहाँनिर यसो लेखेको छ, मोसाको अन्तर्विन्ती भने लेखेको छ यहाँनिर। तब परमप्रभुले मोसालाई भन्नुभयो, मिस्रबाट ल्याएका यी मानिसहरूसँग देश देशमा जा, जसको विषयमा तेरो सन्तानलाई दिनेछु भनेर मैले अब्राहम, इसाक र याकुबसित शपथ खाएको थिएँ। म तिमीहरूका अघि अघि एउटा दूत पठाउनेछु र कनानी, एमोरी, हित्ती, परिजी, हिब्बी र यबुसीहरूलाई धपाउनेछु। दूध र मह बग्ने त्यो देशमा जाओ, तर तिमीहरू हट्टी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्ने छैन, नत्र त बाटैमा म तिमीहरूलाई नाश गरूला। जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे र कसैले आफ्ना गहनाहरू लगाएनन्, किनकि परमप्रभुले मोसालाई भन्नुभएको थियो, इजरायलीहरूलाई भन्, तिमीहरू हट्टी मानिस हो, म एक क्षणको निम्ति पनि तिमीहरूको बीचमा आए भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूले आफ्नो गहनाहरू फुकाल र तिमीहरूसित के गर्नुपर्ने हो सो म विचार गरूला। यसैले भोरे पर्वतमा इजरायलीहरूले आफ्ना गहनाहरू फुकाले भनेर चाहिँ यहाँनिर लेखिएको छ। फेरि 33 को 12 देखि पनि हामी हेरौँ। 33 को 12 देखि लिएर 23 सम्म पनि हामी हेर्नेछौँ है त। अनि मोसाले परमप्रभुलाई भने, तपाईले मलाई यी मानिसहरूलाई लिएर जा भन्नुहुन्छ, तर मसित को पठाउनुहुन्छ तपाईले मलाई थाहा दिनु भएको छैन। तपाईले भन्नुभएको छ, म त तँलाई तेरो नाउँले नै चिन्छु र तँमाथि निगाह भएको छ। यदि तपाईँको निगाह म माथि भएको छ भने अब मलाई तपाईँको मार्ग देखाउनुहोस् र म तपाईँले चिन्न सकु र तपाईँको दृष्टिमा निगाह पाइरहन सकु। यो जाति तपाईँकै हो भनी सम्झनुहोस्। अनि परमप्रभुले भन्नुभयो, मेरो उपस्थिति तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु। तब मोसाले उहाँलाई भने, यदि तपाईँको उपस्थिति हामीसँग गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। तपाईँ हामीसितै नगएसम्म म र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भनेर हामीले कसरी जान्ने? अरू के कुराले म तपाईँका मानिसहरूका पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुनेछौ। तब परमप्रभुले मोसालाई भन्नुभयो, तैले भनेको कुरा म गर्नेछु, किनकि तैले मेरो दृष्टिमा निगाह पाएको छस् र मैले तँलाई नाउँले नै चिनेको छु। तिनले भने, अब मलाई तपाईँको महिमा देखाउनुहोस्। उहाँले भन्नुभयो, म त तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु र तेरै सामुन्ने परमप्रभुको नाउँ घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु, जसलाई म कृपा देखाउन चाहन्छु त्यसलाई म कृपा देखाउनेछु। अनि उहाँले भन्नुभयो, तर तैले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवित रहन सक्दैन। तब परमप्रभुले भन्नुभयो, मेरो छेउमा एउटा ठाउँ छ जहाँ त एउटा चट्टानमा खडा हो। मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई म त्यस चट्टानको धादोमा राख्नेछु र म त्यहाँबाट भएर नाउन्जेल तँलाई मैले मेरै हातले छोपिराख्नेछु। त्यसपछि म मेरो हात उठाउनेछु र तैले मेरो पछिको भाग देख्नेछस्, तर मेरो अनुहार चाहिँ देखिने छैन। आमेन। यो वचन पढाइमा परमप्रभुले हामीलाई आशीर्वाद दिनुभएको होस्। यहाँनिर हामीले के देख्दैछौँ भन्दाखेरि 32 अध्यायमा इजरायलीहरूले पाप गरेको छ। त्यो पाप चाहिँ के को पाप गरेको छ भन्दाखेरि चाहिँ यहाँनिर मोसा सिनै पर्वतमा परमेश्वरसँग भेट्न जान्छ। परमेश्वर बातचित गर्नुहुन्छ मोसासँग। तर यहाँनिर के हुन्छ भन्दाखेरि जब मोसा ढिला आएको कुरा चाहिँ यहाँनिर इजरायलीहरूलाई त्यो खालको चाहिँ आभास हुन्छ, महसुस हुन्छ, तब के गर्छ भन्दाखेरि चाहिँ इजरायलीहरूले चाहिँ ल अब हाम्रो अगुवा चाहिँ मोसा चाहिँ धेरै टाइम लगायो, अब हारूनलाई भन्छ, अब हारून तपाईँ उड्नुहोस्, हाम्रो निम्ति देउता बनाइदिनुहोस्, हामी त्यो देउताको चाहिँ के गर्नेछौँ, पूजा गर्नेछौँ भनेर। त्यसपछि हारूनले चाहिँ तिनीहरूको चाहिँ सुनहरू मागेर चाहिँ के गर्छ त, सुनको बादशाहको चाहिँ त्यहाँनिर मूर्ति बनाउँछ र त्यो सुनको बादशाहको मूर्तिको पूजा चाहिँ यहाँनिर इजरायलीहरूले गर्छ। 32 अध्यायमा चाहिँ हामी त्यो कुरा देख्छौँ। अनि यो कुरा चाहिँ परमेश्वरलाई एकदमै मन पर्दैन। जब मोसा पर्वतबाट तल आउँछ, सबैजना चाहिँ सुनको बादशाहको एकदमै के गरिरहेको छ त, देउता बनाइरहेको छ। अनि यो कुरा मोसालाई पनि चित्त बुझ्दैन र परमेश्वर धेरै रिसाउनुहुन्छ यहाँनिर।
त्यसपछि 33 अध्यायमा हामीले हेर्यौं भने के देख्छौं भन्दाखेरि 33 अध्यायको 14मा यहाँ परमेश्वरले भन्नुहुन्छ मेरो उपस्थिति तसँग जानेछ र म तँलाई विश्राम दिनेछु। त्योभन्दा अगाडि 33 अध्यायको 1 देखि लिएर 6 सम्म चाहिँ त्यहाँनिर के देख्छौं भन्दाखेरि चाहिँ मूसा यिनीहरूले गल्ती गरेको छ, मिश्रबाट जुन मानिसहरूलाई लिएको छ, अब म जाँदिन तर स्वर्गदूत चाहिँ जान्छ, म चाहिँ तिनीहरूसँग जाँदिन तर स्वर्गदूत चाहिँ जान्छ, म स्वर्गदूत पठाइदिनेछु भन्छ। तर मूसालाई यो कुरा ठिक लाग्दैन। ओहो, परमेश्वर हामीसित नजाने, मूसा सधैँ परमेश्वरको उपस्थितिमा हिँडिरहने मान्छे, तर यहाँनिर जब परमेश्वरले त्यो कुरा भन्नुहुन्छ मूसालाई राम्रो लाग्दैन र मूसाले के बिन्ती गर्छ, हैन प्रभु तपाईँ कृपया गरी हामीसँग हिँड्नुहोस्, तपाईँको उपस्थिति हामीसँग होस्। र त्यहीको स्वरूप चाहिँ यहाँनिर 14मा के लेखेको छ भन्दाखेरि अनि परमप्रभुले भन्नुभयो मेरो उपस्थिति तसँग जानेछ र म तँलाई विश्राम दिनेछु। त्योभन्दा अगाडि चाहिँ परमेश्वरले के भन्नुभयो त, जब त्यहाँनिर सुनको बादशाहको मूर्ति बनायो, पूजा भयो, अनि त्यसपछि परमेश्वरले के भन्नुभयो, हैन म चाहिँ दूत पठाउने छु, म चाहिँ जाँदिन, यदि म यिनीहरूसँग गएँ भने चाहिँ म बाटोमै यिनीहरूलाई नष्ट पार्नेछु भनेर चाहिँ भन्नुहुन्छ। त्यो खालको रिस चाहिँ परमेश्वरलाई उठ्छ, हैन मानवीय भाषामा। म यदि यिनीहरूसँग हिँडेँ भने म देखिन सक्दिनँ यो मानिसहरूलाई, म बाटैमै यिनीहरूलाई नाश पारौँला। किन भन्दाखेरि चाहिँ इजरायलीहरू चाहिँ घमण्डी भएको थियो, हट्टी भएको थियो, हैन एकछिन आफ्नो अगुवा नआउँदैमै उनीहरूले के गरेको थियो त, त्यहाँनिर चाहिँ आफ्नो अगुवाको अनुपस्थितिमा चाहिँ के गरेको थियो त, सुनको बादशाहको पूजा गरेको थियो। परमेश्वरले उनीहरूलाई मिश्रबाट निकालेर ल्याउनु भयो, तर उनीहरूले के गर्दै थिए, बिर्सदै थिए। मूसाको उपस्थिति एकछिन नहुँदाखेरि यहाँनिर उनीहरू भड्केको थियो। अहिलेको सन्दर्भमा पनि हामीले यसो विचार गर्यो भने, अलिक ठुलो मान्छे अहिले पनि त्यो सन्दर्भलाई यसो विचार गर्यो भने चाहिँ आफूभन्दा ठुलो व्यक्तिहरू नहुँदै गर्दाखेरि चाहिँ स्वतन्त्रता पाएको जस्तो अनुभव हुन्छ। ए मसँग त स्वतन्त्रता छ, मलाई कसैले पनि देखेको छैन। त्यसकारणले गर्दाखेरि यहाँनिर पनि त्यही भएको, मूसा आफ्नो अगुवा चाहिँ कहाँ छ त, परमेश्वरसँग बातचित गर्नलाई पहाडमा छ र अब नआउने जस्तो देखिसकेपछि हामी कुर्दैनौँ, हामी अर्को मालिक बनाउँछौँ भनेर। त्यसकारणले गर्दाखेरि यो कुराहरू हामीले यहाँनिर भएको देख्छौँ। अब यहाँनिर परमेश्वरले पहिला स्वर्गदूत पठाउने कुरा गर्नुभएको थियो, जब मूसाले के भन्छ, होइन मलाई तपाईँको उपस्थिति चाहिन्छ, तपाईँ मसँग हुनुपर्छ, तपाईँ यी मानिसहरूसँग हुनुपर्छ भनिसकेपछि परमप्रभुले के भन्नुहुन्छ, म तसँग खुसी छु, मेरो निगाह तसँग छ, यसकारणले गर्दाखेरि म मेरो उपस्थिति दिनेछु भनेर चाहिँ परमेश्वरले त्यहाँनिर भन्नुभएको छ। हेर्नुहोस् त, मूसालाई परमेश्वरको उपस्थिति चाहिँ यहाँनिर चाहिएको छ। अब यहाँनिर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वर सर्वव्यापी हुनुहुन्छ। सर्वव्यापी भन्नुको अर्थ चाहिँ परमेश्वरले चाहिँ हरेक ठाउँमा उहाँ हुनुहुन्छ। तपाईँ र म आफ्नो अभिभावकदेखि टाढा होला, तपाईँ र म हुनसक्छ कहिले कहिले एकान्तमा हाम्रो यहाँ त कोही उपस्थिति छैन भनेर हामीले विचार गरौँला, तर परमेश्वर सर्वव्यापी हुनुहुन्छ, परमेश्वरले देख्नुहुन्छ। यो चाहिँ सर्वव्यापी हो। यहाँनिर उपस्थिति र सर्वव्यापीमा फरक छ। यहाँ परमेश्वरले यहाँनिर मूसाले परमेश्वरको उपस्थिति माग्दैछ, तर उहाँ स्वतः के हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ। यहाँनिर फरक हामीले थाहा गर्नुपर्छ। मैले यहाँनिर सर्वव्यापीको कुरा गरेको होइन, परमेश्वर हरेक ठाउँमा हुनुहुन्छ, परमेश्वर हरेक देशको हरेक कुनामा हुनुहुन्छ, परमेश्वरले सबैलाई देख्नुहुन्छ। त्यही भएर दाउदले के भन्छ भन्दाखेरि भजन संग्रह 39को 7 देखि 10 मा चाहिँ म आकाशमा गयो भने तपाईँ त्यहाँ हुनुहुन्छ, म पातलमा गयो भने तपाईँ त्यहाँ हुनुहुन्छ, म समुद्रमा गयो भने तपाईँ त्यहाँ हुनुहुन्छ। त्यो चाहिँ सर्वव्यापी परमेश्वरले हामी सबैलाई देख्नुहुन्छ। तपाईँ चर्च आउनुहोस् नआउनुहोस् परमेश्वरले देख्नुहुन्छ, तर चर्च आउनु चाहिँ किन, उहाँको उपस्थितिलाई थाहा गर्न, उहाँको उपस्थितिमा रहनको निम्ति। परमेश्वर सबै ठाउँमा हुनुहुन्छ। यर्मिया 23को 24 मा पनि त्यही कुरा हामीले देख्छौँ। यहाँनिर यर्मिया 23को 24 मा लेखेको कुरा चाहिँ के हो त, परमेश्वर चाहिँ सर्वव्यापी हुनुहुन्छ। इंग्लिशमा चाहिँ ओम्नी प्रेजेन्स भन्छ। परमेश्वर चाहिँ सबै ठाउँमा हुनुहुन्छ, हैन, परमेश्वर चाहिँ सर्वव्यापी हुनुहुन्छ। तपाईले यो सोच्नु हुँदैन कि परमेश्वर मेरो दिमाग भित्र छिरेर मैले के सोच्दैछु थाहा पाउनुहुन्न भनेर चाहिँ तपाईँ र मैले सोच्न आवश्यक छैन। परमेश्वर तपाईँ र मैले अहिले नै के सोचेको छ थाहा गर्नुहुन्छ।
तपाईले के सोच्दै हुनुहुन्छ? परमेश्वरलाई थाहा छ, परमेश्वर सर्वव्यापी हुनुहुन्छ। तर यहाँनिर हामीले मूसाको सन्दर्भमा चाहिँ यहाँनिर के देख्दैछौँ भन्दाखेरि उपस्थितिको कुरा यहाँ देख्दैछौँ। मूसालाई परमेश्वरको उपस्थिति, उहाँको प्रेजेन्स चाहिँ चाहिन्छ, होइन र? अनि यो कुरा चाहिँ के हो भन्दाखेरि उपस्थितिमा रहने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ, परमेश्वरको उपस्थितिमा रहने कुरा। मूसाले पनि यही भनेको कि प्रभु तपाईले स्वर्गदूतलाई पठाउनु भन्दा पनि तपाईको उपस्थिति चाहिँ मसँग होस्, किनकि तपाईको उपस्थिति मलाई चाहिन्छ भन्ने कुरा चाहिँ त्यहाँनिर लेखेको छ। यो उपस्थिति भन्दै गर्दाखेरि ग्रीकमा चाहिँ प्रोस्पोन भन्दो रहेछ। प्रोस्पोन भनेको चाहिँ उपस्थिति अथवा अनुहारलाई पनि भन्छ। फेस, अनुहार भनेको कतै गएर आफ्नो अनुहार देखाउनु चाहिँ के हो? उपस्थिति दिनु, होइन? त्यो मान्छेले त आफ्नो अनुहारै देखाउन आएन भन्दै गर्दाखेरि चाहिँ के हो त? त्यो चाहिँ फेरि उपस्थिति होइन। भनेको अनुहार देखाउन आउनु चाहिँ के हो त? उपस्थिति हो। यहाँनिर ग्रीकमा लेखेको त्यो अनुहार भन्ने शब्दले चाहिँ उपस्थितिको कुरा चाहिँ त्यहाँनिर आउँछ। अब यहाँनिर हामीले हेर्दै गर्दाखेरि चाहिँ मूसाले के भन्दैछ भन्दाखेरि तपाईँ हामीसँग सँगै हुनुपर्छ। किन उहाँ सँगै हुँदैन थियो त? यदि परमेश्वर नगएको भए, उहाँको सर्वव्यापी हो नि त। तरै पनि मूसाले परमेश्वरको उपस्थिति चाहिँ यहाँनिर चाहिरहेको छ है। यो उपस्थिति भन्ने कुरा एकदमै आवश्यक छ। जब एउटा व्यक्तिले उपस्थितिलाई महसुस गर्दैन, थाहा गर्दैन, तब त्यहाँनिर चाहिँ नौलो लाग्छ। म र मेरो श्रीमती चाहिँ हामी एक ठाउँमा जाँदै थियौँ अनि त्यहाँनिर धेरै पछि एकजना दाईसँग भेट भयो। अनि त्यो दाई र श्रीमती पनि आउनु भएको रहेछ। अनि त्यसपछि उहाँलाई देख्दै गर्दाखेरि उहाँ त्यो दाई 3-4 वर्ष अगाडि चाहिँ धेरै मिल्ने दाई अथवा एकदमै नजिक भइरहेको दाई। अनि त्यो दाईलाई यसो भेट्यो। त्यसपछि मैले मेरो श्रीमतीलाई भने कस्तो त्यो दाईलाई धेरै पछि भेट्दाखेरि चाहिँ मलाई त्यो पहिलाको जस्तो अनुभव भएन, होइन? पहिला एकदमै त्यो दाईको वास्ता हुन्थ्यो, त्यो दाई मेरो पनि वास्ता हुन्थ्यो। तर पछि जब हामी छुट्टिने बेलामा चाहिँ मैले त्यो महसुस गरेँ कि उपस्थिति लगातार भएन भने त्यो व्यक्ति नौलो लाग्न थाल्छ। कुनै यो त्यो व्यक्तिको कुरामा पनि सन्दर्भमा पनि मिल्छ। कुनै व्यक्तिसँग हाम्रो संचार भएन, उपस्थिति भएन भने हामी त्यो व्यक्तिलाई त्यति महत्त्व लाग्दैन, होइन? त्यो व्यक्तिको उपस्थिति आएको छ र भन्ने हुन्छ, यो व्यक्ति पनि रहेछ है भन्ने हुन्छ। त्यस उपस्थितिको कुरा हो। जब त्यहाँनिर संचार हुँदैन, जब त्यहाँनिर हरेक कुराहरू हुँदैन, त्यो परमेश्वरको सन्दर्भमा पनि त्यही हो। जब तपाईँले प्रार्थना गर्न छोड्नुहुन्छ, जब तपाईँ सङ्गति आउन छोड्नुहुन्छ, जब तपाईँ परमेश्वरसँग चाहिँ तपाईँ डिस्कनेक्ट भइरहनुहुन्छ, तब तपाईँलाई त्यो व्यक्ति नौलो लाग्न थाल्छ, होइन? यो जुन पनि सन्दर्भमा हुन्छ, केटाकेटीको सन्दर्भमा पनि, बुढाबुढीको सन्दर्भमा पनि, होइन? जुनमा पनि हुन्छ। जब यो त्यहाँनिर उपस्थिति, अनुहार देखाउने कुरा भइरहँदैन, तब त्यहाँनिर के हुन्छ? टाढा भएको जस्तो अनुभव हुन्छ। अब यहाँनिर उपस्थितिमा अनुहार देखाउने कुरा, फेस देखाउने कुरा पनि हामीले यहाँनिर ग्रीकमा चाहिँ प्रोस्पोन भन्दो रहेछ, जसले चाहिँ उपस्थिति अथवा अनुहार देखाउने कुरा चाहिँ हुँदो रहेछ। अनि गाब्रिएलले पनि त्यही भन्छ। गाब्रिएल स्वर्गदूतले पनि लुका 1:19 चाहिँ म परमेश्वरको उपस्थितिमा बस्ने स्वर्गदूत भनेर भन्छ। त्यो भनेको चाहिँ म परमेश्वरको अनुहारलाई देख्छु, म आम्ने सामने चाहिँ छु भन्ने कुरा चाहिँ त्यसले बुझाउँछ, परमेश्वरको उपस्थितिमा भन्ने कुरा पनि। त्यसै गरी 2 कोरिन्थी 4:6 पनि त्यहाँनिर त्यही कुरा छ। परमेश्वर चाहिँ येशू ख्रीष्ट चाहिँ परमेश्वरको स्वरूप हुनुहुन्छ, परमेश्वरको मुहार हुनुहुन्छ भन्ने कुराहरू चाहिँ त्यहाँनिर देख्छौँ। हामीले बुझ्नुपर्ने कुरा चाहिँ उहाँको उपस्थितिले चाहिँ छुटकारा ल्याउँछ, उहाँको उपस्थिति नै आश्चर्य कर्म हो। बुझ्नुभयो? धेरै व्यक्तिहरूले यो कुरा बुझ्दैन कि परमेश्वरले मेरो जीवनमा किन काम गरिरहनु भएको छैन। कति पटक चाहिँ तपाईँ र म परमेश्वरको उपस्थितिमा रहँदैनौँ। जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँनिर चाहिँ आश्चर्य कर्म हुन्छ, छुटकारा हुन्छ। तपाईँ र म परमेश्वरको छेउमै जाँदैनौँ, फरक छ त्यहाँनिर। तपाईँलाई थाहा छ परमेश्वरले देख्नुहुन्छ, तर तपाईँ चाहिँ परमेश्वरको नजिक जानुहुन्न, उपस्थितिमा जानुहुन्न भने चाहिँ तपाईँ र परमेश्वरको सम्बन्ध पनि के छ त त्यहाँनिर। मैले अघि भने नि उदाहरण, त्यो दाइलाई मैले धेरै पछि भेट्दाखेरि नौलो लाग्यो, हामी त्यस्तो नजिक थियौँ र भन्ने खालको अनुभव भयो। परमेश्वर
को सन्दर्भमा पनि त्यही हो। जब तपाईले प्रार्थना गर्न छोड्नुहुन्छ, जब तपाईँ संगति आउन छोड्नुहुन्छ, जब तपाईँ परमेश्वरसँग चाहिँ तपाईँ डिस्कनेक्ट भइरहनुहुन्छ, तब तपाईँलाई त्यो व्यक्ति नौलो लाग्न थाल्छ होइन। यो जुन पनि सन्दर्भमा हुन्छ, केटाकेटीको सन्दर्भमा पनि, बुढाबुढीको सन्दर्भमा पनि होइन, जुनमा पनि हुन्छ। जब यो त्यहाँनिर उपस्थिति अनुहार देखाउने कुरा भइरहँदैन, तब त्यहाँनिर के हुन्छ, टाढा भएको जस्तो अनुभव हुन्छ। अब यहाँनिर उपस्थितिमा अनुहार देखाउने कुरा, फेस देखाउने कुरा पनि हामीले यहाँनिर ग्रीकमा चाहिँ प्रोस्पोन भन्दो रहेछ, जसले चाहिँ उपस्थिति अथवा अनुहार देखाउने कुरा चाहिँ हुँदो रहेछ। अनि गाब्रिएलले पनि त्यही भन्छ, गाब्रिएल स्वर्गदूतले पनि लुका 1:19 चाहिँ म परमेश्वरको उपस्थितिमा बस्ने स्वर्गदूत भनेर भन्छ। त्यो भनेको चाहिँ म परमेश्वरको अनुहारलाई देख्छु, म आम्ने सामने चाहिँ छु भन्ने कुरा चाहिँ त्यसले बुझाउँछ, परमेश्वरको उपस्थितिमा भन्ने कुरा पनि। त्यसै गरी 2 कोरिन्थी 4:6 पनि त्यहाँनिर त्यही कुरा छ, परमेश्वर चाहिँ येशू ख्रीष्ट चाहिँ परमेश्वरको स्वरूप हुनुहुन्छ, परमेश्वरको मुहार हुनुहुन्छ भन्ने कुराहरू चाहिँ त्यहाँनिर देख्छौँ। हामीले बुझ्नुपर्ने कुरा चाहिँ उहाँको उपस्थितिले चाहिँ छुटकारा ल्याउँछ, उहाँको उपस्थिति नै आश्चर्य कर्म हो। बुझ्नुभयो? धेरै व्यक्तिहरूले यो कुरा बुझ्दैन कि परमेश्वरले मेरो जीवनमा किन काम गरिरहनु भएको छैन। कति पटक चाहिँ तपाईँ र म परमेश्वरको उपस्थितिमा रहँदैनौँ। जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँनिर चाहिँ आश्चर्य कर्म हुन्छ, छुटकारा हुन्छ। तपाईँ र म परमेश्वरको छेउमै जाँदैनौँ होइन, फरक छ त्यहाँनिर। तपाईँलाई थाहा छ परमेश्वरले देख्नुहुन्छ, तर तपाईँ चाहिँ परमेश्वरको नजिक जानुहुन्न, उपस्थितिमा जानुहुन्न भने चाहिँ तपाईँ र परमेश्वरको सम्बन्ध पनि के छ त त्यहाँनिर। मैले अघि भने नि उदाहरण, त्यो दाइलाई मैले धेरै पछि भेट्दाखेरि नौलो लाग्यो, ए हामी त्यस्तो नजिक थियौँ र भन्ने खालको अनुभव भयो। त्यही खालको कुरा हुन्छ जब तपाईँ परमेश्वरको उपस्थितिभित्र रहनुहुन्न, दिन प्रतिदिन परमेश्वरको उपस्थितिमा तपाईँ जानुहुन्न, त्यहाँनिर चाहिँ तपाईँले उहाँको उपस्थितिमा थाहा पाउनुहुन्न। तर परमेश्वरको उपस्थितिले एउटा व्यक्तिमा छुटकारा ल्याउँछ र परमेश्वरको उपस्थिति नै के हो त, आश्चर्य कर्म हो। जहाँ आश्चर्य कर्म हुन्छ त्यहाँ परमेश्वरको उपस्थिति छ भनेर चाहिँ बुझ्न आवश्यक छ। उहाँको उपस्थिति नै आश्चर्य कर्म हो। र पाप पनि त्यहाँनिर सक्रिय हुन्छ जहाँ परमेश्वरको उपस्थिति हुँदैन। मान्छेले गल्ती त्यही बेला गर्छ जुन बेला कसैको उपस्थिति हुँदैन। मान्छेले गल्ती पनि त्यही बेला गर्छ, कोही नभइसकेपछि गल्ती गर्छ होइन। विशेष गरी अभिभावकहरू त्यहाँनिर छ भने छोराछोरीलाई गल्ती गर्न डर लाग्छ, मेरो बुवा हो नि त, मेरो आमा हो नि त, मेरो दाइ हो नि त होइन। तर अभिभावक नभएपछि, आफ्नो ठुलो व्यक्ति नभइसकेपछि कति व्यक्तिले गल्ती गर्छ उपस्थिति नहुँदाखेरि पनि। यो कुरा पनि हाम्रो मानवीय जीवनमा एकदमै देखिन्छ। र यहाँनिर हामीले के देख्छौँ भन्दाखेरि तपाईँ र मेरो पापले परमेश्वरको उपस्थितिमा चाहिँ के गर्छ, बाधा दिन्छ। जब तपाईँ र म पाप गर्न थाल्छौँ तब हामी परमेश्वरको उपस्थितिबाट बाहिरिन थाल्छौँ। यहाँनिर हामीले हेऱ्यौँ नि होइन, 32 अध्यायमा इजरायलीहरूले मूर्ति बनायो, सुनको बादशाह बनायो, बुझ्न थाल्यो, परमेश्वरको उपस्थितिबाट टाढा हुन थाल्यो। परमेश्वरले पनि के भन्नुभयो, म मेरो उपस्थिति अब यिनीहरूसँग हुँदैन, म स्वर्गदूतलाई पठाउँछु। तर मूसाले के बुझ्दैछन्, होइन मलाई तपाईँको उपस्थिति चाहिन्छ, तपाईँको उपस्थिति दिनुहोस् भनेर मूसाले अनुग्रह गर्छ। पापले परमेश्वरबाट टाढा लैजान्छ र त्यो भनेको के हो भन्दाखेरि परमेश्वरको उपस्थितिबाट बाहिर लग्छ। हामीले व्यवस्था 32 अध्यायको 20 हामी हेर्नेछौँ। पढिदिनुहोस् एकजनाले, व्यवस्था 32 अध्यायको 20 के लेखेको छ त? हजुर पढिदिनुहोस्। म तिमीहरूबाट आफ्नो मुख लुकाउनेछु अनि तिनीहरूको अन्त के हुनेछ म हेर्नेछु भनेर परमेश्वर भन्नुहुन्छ। यो भन्न खोजेको मुहार लुकाउनेछु भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि उपस्थिति म दिने छैन, म आउने छैन तिमीहरूको बीचमा। यसको अर्थ के हो होइन, फेरि परमेश्वरले देख्नुहुन्न भन्ने होइन, परमेश्वर सर्वव्यापी हुनुहुन्छ, परमेश्वरले देख्नुहुन्छ। तर यहाँनिर पापको कारणले गर्दाखेरि इजरायलीहरूको पटक पटक हट्टी बानीले गर्दाखेरि
उनीहरूले परमेश्वरलाई के गर्यो त घरिघरि चिडाइरहे। परमेश्वरले के भन्नुभयो त म मेरो मुक्तिमाहरूलाई देखाउँदिन भनेर चाहिँ भन्नुभयो। परमेश्वरको उपस्थिति नहुनु भनेको चाहिँ यो चाहिँ अनुपस्थिति हो अथवा एब्सेन्स हो। अब यहाँनिर जहाँनिर परमेश्वरको उपस्थिति हुँदैन त्यहाँनिर पापहरू एकदम भइरहेको हुन्छ होइन। त्यो हाम्रै बिचमा पनि हुन सक्छ। परमेश्वरको उपस्थिति हामीले महसुस गरेनौँ भने त्यहाँनिर पापको लागि चाहिँ हामीले गर्न थाल्छौँ। उदाहरणको रूपमा जब दाउद आफ्नो कौसीमा बसेर हेर्दै थिए परमेश्वरको उपस्थितिबाट टाढा भए र त्यहाँनिर के गरे त व्यभिचार गर्न चाहिँ पुगे होइन। त्यो कुराहरू चाहिँ हामी देख्छौँ। अब यो परमेश्वरको उपस्थिति भनेको चाहिँ के हो त? अब वास्तवमा परमेश्वरको उपस्थिति भनेको के हो? हामी भजन सङ्ग्रह 16 अध्यायको 11मा त्यहाँनिर देख्छौँ। त्यहाँनिर के लेखेको छ त? हामी हेरौँ है त। भजन सङ्ग्रह 16 अध्यायको 11मा यसरी लेखेको छ, तपाईले मलाई जीवनको मार्ग देखाउनु भएको छ। तपाईको उपस्थितिद्वारा तपाईले आनन्दले मलाई गदगद पार्नु भएको छ। तपाईको दाहिने बाहुलीमा अनन्त आनन्द छ भनेर चाहिँ तपाईको उपस्थितिद्वारा तपाईले आनन्दले मलाई गदगद पार्नु भएको छ भनेर लेखेको छ। परमेश्वरको उपस्थितिमा चाहिँ के हुन्छ त? आनन्द हुन्छ। परमेश्वरको उपस्थितिमा के हुन्छ? त्यहाँनिर खुसी हुन्छ, हर्ष हुन्छ। एउटा क्रिस्चियन भएर पनि इसाई भएर पनि खाली छटपटी हुने, खाली अशान्ति हुने, मलाई त शान्ति नै छैन मेरो जीवनमा भन्यो भने चाहिँ तपाईलाई परमेश्वरको उपस्थितिको आवश्यक छ। तपाईँ परमेश्वरको उपस्थितिभित्र रहन आवश्यक छ। एउटा साँचो इसाईलाई त्यस्तो हुँदैन। जतिसुकै गाह्रो अवस्था होस्, जतिसुकै कठिन अवस्था होस्, मान्छे हो अलिअलि चिन्ता हुन्छ, तर परमेश्वरको उपस्थितिमा जाने कुराले चाहिँ एउटा व्यक्तिलाई छुटकारा दिन्छ, खुसी दिन्छ। तर जो परमेश्वरको उपस्थितिमा हुँदैन त्यो व्यक्तिलाई खाली टेन्सन होइन, भोलि भरे के हुने हो, भोलि के हुने हो, चिन्तै चिन्ता, एकदमै त्यो कुराहरू हुन्छ। तर परमेश्वरको उपस्थितिले एउटा व्यक्तिलाई चाहिँ निर्भर गराउन सिकाउँछ। ओहो परमेश्वर हुनुहुन्छ नि त, मेरो आशा भरोसा परमेश्वर हुनुहुन्छ नि। यदि तपाईँले यस्तो कुरा अनुभव गर्दै हुनुहुन्छ भने परमेश्वरको उपस्थितिमा आउनुहोस्। तपाईँ इसाई हो तर तपाईँ चाहिँ परमेश्वरको उपस्थितिमा छैन भने चाहिँ तपाईँले एकदमै गाह्रो भइरहेछ, खालि छटपट्टि भइरहेछ, अशान्ति भइरहेछ भने परमेश्वरको उपस्थितिमा आउनुहोस्। परमेश्वरको उपस्थितिमा चाहिँ तपाईँ र म चाहिँ निको हुन्छ। परमेश्वरको उपस्थितिमा चाहिँ तपाईँ र मैले भविष्य देख्न थाल्छु। परमेश्वरको उपस्थितिमा चाहिँ तपाईँ र मैले साँचो आनन्द चाहिँ थाहा गर्न सक्छौँ। अब परमेश्वरको उपस्थितिमा कसरी रहने त? आराधनामा तपाईको र मेरो जीवन आराधना हुनुपर्छ। शनिबारको आराधनाको कुरा गरेको होइन, तपाईँ र मेरो जीवन आराधना हुनुपर्छ। म कतिजनालाई देख्छु शनिबारको दिनमा मात्रै आराधना जस्तो देखिन्छ, तर तपाईँ र मेरो जीवन नै आराधना हुनुपर्छ भन्नाले तपाईँ र मैले अस्ति पनि वचन भनेको थिएँ कि जतिसुकै हामी टाढा होस्, अर्कै देश होस् अथवा किन नहोस्, तर हाम्रो जीवन आराधना हुनुपर्छ। हामीबाट प्रभु चाहिँ झल्किरहनुपर्छ। म प्रभुको, मेरो परमेश्वर हुनुहुन्छ भनेर चाहिँ हामीले आराधना गरिरहनुपर्छ। आराधना भनेको एकछिन गाउने त्यो कुरा होइन, त्यो त एउटा तरिका हो, एक्सप्रेसनको तरिका हो, आराधनाको तरिका भन्छ। एउटा तरिका चाहिँ हामी के गर्छौँ त गीतहरू गाएर आराधना गर्छौँ, तर अर्को तरिका चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो जीवनमा नै हामीले परमेश्वरले देखाउनु, भन्नु, गवाही पार्नु, त्यो चाहिँ आराधना हो। बुझ्नु हुँदैछ? अर्को कुरा चाहिँ तपाईँ र म वचनमा रहेर, जब एउटा व्यक्ति वचनदेखि टाढा हुन्छ, सङ्गतिदेखि टाढा हुन्छ, त्यो व्यक्ति संसारिक हुन थाल्छ। भलै क्रिस्चियन होस् होइन, संसारिक हुन थाल्छ। संसारिक भनेको संसारको तरिकाले सोध्ने। त्यहाँनिर संसारमा धेरै विचारधाराहरू छ, पोस्ट मोडर्निजम, धेरै कुराहरू छ होइन। ए होइन ठिक छ, म विश्वासी हो, ठिक छ भन्ने खालको कुराहरू हुन्छ। मानिसको लैलैमा लाग्छ। जब मान्छे संसारिक हुन्छ तब त्यो व्यक्तिमा त्यही खालको चरित्रहरू विकास हुन्छ, घृणा गर्ने, अनि त्यसपछि कुरा काट्ने, त्यसपछि चाहिँ मान्छेलाई देखि नसहने त्यस्तो खालको बानीहरू, पाप गर्न मन लाग्ने होइन, घमण्डी हुने, त्यो खालको बानीहरू चाहिँ विकास हुन्छ। जब एउटा व्यक्ति
वचनमा रहँदैन। वचनले मानिसलाई नम्र तुल्याउँछ, वचनले मानिसलाई अरूलाई प्रेम गर्न सक्ने शक्ति दिन्छ। यस कारणले गर्दाखेरि वचनमा रहन आवश्यक छ, उपस्थितिमा रहने भयो। अर्को चाहिँ पवित्र आत्मा मार्फत पनि हामी परमेश्वरको उपस्थितिमा रहन सक्छौँ, किनकि पवित्र आत्माले के गर्नुहुन्छ त हामीलाई येशूसँग सम्बन्ध गाँच्नको निम्ति चाहिँ निरन्तर हामीलाई सहायता गर्नुहुन्छ। अनि पवित्र आत्मा परमेश्वरले हामीलाई उहाँको उपस्थितिमा रहन सहायता गर्नुहुन्छ। एउटा व्यक्तिलाई परिवर्तन गर्ने हामी सक्दैनौँ। कोही व्यक्तिलाई परिवर्तन गराउन, ममाथि राम्रो दृष्टि लगाउन, होइन, अथवा मलाई अरूप्रति राम्रो दृष्टि लगाउन चाहिँ त्यो चाहिँ मैले सक्दिनँ अथवा हामीले सक्दैनौँ। तर परिवर्तन कसले गर्नुहुन्छ? हृदय परिवर्तन चाहिँ पवित्र आत्माले गर्नुहुन्छ। त्यसो पवित्र आत्माले नै एउटा व्यक्तिलाई परिवर्तन गर्नुहुन्छ। परमेश्वरको उपस्थितिमा हामीले आराधनामा रहेर, वचनमा रहेर, पवित्र आत्मामा रहेर चाहिँ हामीले निरन्तर उहाँको उपस्थितिमा रहन सक्छौँ। अब यहाँनिर हामीले 33:14 हामीले हेऱ्यौँ कि परमेश्वरले के भन्नुहुन्छ त? मूसाले एकदमै विनम्र गर्छ, तपाईँ चाहिँ चाहिन्छ, मेरो जीवनमा चाहिन्छ, म यत्रो मानिसलाई ढोराउँदैछु, तपाईँ चाहिन्छ मलाई। त्यसपछि परमेश्वरले के भन्नुहुन्छ? ठिक छ, म तसँग अब जानेछु, म तसँग हुनेछु भन्नाले म मेरो मुहार म तँलाई देखाउनेछु भन्ने कुरा चाहिँ त्यहाँनिर हुन्छ। अब यो परमेश्वरको उपस्थितिमा अथवा उपस्थितिको अर्थ चाहिँ के हो भन्दै गर्दा मूसाले के खोज्दैछ भन्दाखेरि परमेश्वरको मार्ग निर्देशन खोज्दैछ। उपस्थिति भनेको चाहिँ परमेश्वरको मार्ग निर्देशन खोज्दैछ। म कुनै ठाउँ जाउँ अनि त्यो ठाउँमा चाहिँ मलाई चाहिँ मान्छेले पहिचान गरेन भने चाहिँ के हुन्छ त? मलाई राम्रो लाग्छ, म त्यहाँ भए पनि नभइसर, बरु त्यसको अर्थ म जाँदै जाँदिनँ, किन जानु, होइन? त्यो कुरा चाहिँ हामीले देख्छौँ। म कुनै ठाउँमा गइसकेपछि मेरो उपस्थिति त्यहाँनिर छ भन्ने मान्छेलाई भइसकेपछि मान्छेले निर्देशन लिन थाल्छ। त्यही हो, हामीले यहाँनिर परमेश्वरको उपस्थितिको कुरा गर्दै गर्दाखेरि चाहिँ परमेश्वरको उपस्थितिमा रहनु भनेको चाहिँ उहाँको मार्ग निर्देशन अनुसार म चल्न चाहन्छु, मेरो इच्छा अनुसार होइन। तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, तपाईँको इच्छा अनुसार चाहिँ म हिँड्न चाहन्छु भन्ने चाहिँ यहाँनिर त्यो कुरा चाहिँ देखाउँछ। यहाँनिर मूसाले तपाईँको उपस्थिति दिनुहोस् भन्दै गर्दाखेरि चाहिँ तपाईँको निर्देशन दिनुहोस्। म यत्रो व्यक्तिलाई म चलाउन सक्दिनँ, मलाई तपाईँको आवश्यकता छ, तपाईँ मसँग हिँड्नुहोस्, उपस्थिति दिनुहोस्, तपाईँले नै यो व्यक्तिहरूलाई के गर्नुहोस् त? डोराउनुहोस्। अब अर्को परमेश्वरको उपस्थिति भन्दै गर्दाखेरि चाहिँ विश्राम र शान्तिको कुरा चाहिँ यहाँनिर आउँछ, जहाँनिर चाहिँ म तिमीहरूलाई विश्राम दिनेछु भन्ने कुरा चाहिँ हामीले देख्छौँ। परमेश्वरको उपस्थितिमा रहनु भनेको चाहिँ विश्राममा रहनु हो। सबै कुरालाई बिर्सेर तपाईँ मण्डली आउनुहुन्छ, विश्राममा आउनुहोस्। त्यसै त्यो अर्थ चाहिँ त्यो विश्राम दिन भन्नेको अर्थ नै त्यो तपाईँले आफ्नो सबै कुरालाई बिर्सेर चाहिँ मात्र प्रभुलाई देख्नु, होइन? यहाँनिर अरूहरूलाई देख्नु होइन, प्रभुलाई देख्नु, त्यो चाहिँ विश्राममा आउनु। प्रभुले के भन्दै हुनुहुन्छ, मलाई वचनबाट के बोल्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ हो। र उहाँको विश्राम चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ आत्मिक शान्ति, सुरक्षा हुनु हो। र परमप्रभुको उपस्थितिमा आउनाले चाहिँ डरहरू हट्छ। किन डराउने म मान्छेसँग, होइन? मेरा डरहरू किन राख्ने त्यहाँनिर? परमेश्वरको उपस्थितिले चाहिँ एउटा व्यक्तिलाई डरहरूबाट छुटकारा पनि दिन्छ। मानिसकै होइन, तर परमेश्वर सबै कुरा हुनुहुन्छ। म मेरो भविष्यको डरहरू, म मेरो विभिन्न प्रकारको डरहरू, ती सबै कुरालाई छोड्छु र उहाँको उपस्थितिमा आउँछु। उहाँको उपस्थितिले एउटा व्यक्तिलाई चाहिँ डरमुक्त बनाउँछ।